यस्तो सास फुले के म चाहिँ पहाडमै जन्मेको पहाडमै हुर्केको मान्छे हैन तर यहाँनिर आएर यस्तो सास धेरै भयो बानी छुट्यो के धेरै भयो हैन ए माछाहरू टन्नसँग म नजिकबाट देखाउँछु है हेर्न सक्नुहुन्छ है माछाहरू कति हिँडिराखेको छ यहाँनिर क्याटेगोरी दो त्रे उना मुङ्का उना नमुङ्का वेलकम छ साथीहरू मेरो एउटा नयाँ भिडियोमा घरती कृष्ण ब्लग्समा तपाईँहरूले यहाँनिर हेर्न सक्नुहुन्छ आज म चाहिँ रोमानियाको सिबिउ सहरबाट लगभग 76 किलोमिटर टाढा आएको छु ए माछाहरू टन्नसँग म नजिकबाट देखाउँछु है हेर्न सक्नुहुन्छ है माछाहरू कति हिँडिराखेको छ यहाँनिर देख्छ कि नै क्यामेरामा सानो सानो बच्चा माछा रहेछ माउ जति उता रहेछ डरले र यतातिरको यो दृश्य चाहिँ साथीहरू यस्तो छ हिमालयको दृश्य यहाँनिर यो ग्लेसियर छ चट्टसँग देख्न सक्नुहुन्छ भिडियोलाई फेसबुकमा पनि हेर्न सक्नुहुन्छ र यहाँनिर टुरिस्टहरू धेरै आएको छ रोमानियाको टुरिस्टहरू चाहिँ छैन रहेछ हैन साथीहरू कस्तो लाग्यो मेरो यो भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला तपाईहरुलाई बाटामा आउँदै गरेको दृश्यहरू त्यसै गरेर अहिले जाँदाखेरि चे फिश नो मुङ्कारे मुङ्कारे Turkish cooking. Da. Turkish क्याटेगोरी दो त्रे उना मुङ्का उना नमुङ्का Da. भ्याकु त खान्छौ कि खान्नौ तिमीहरूले भनेर सोधिरहेछ कि हैन अनि मैले चाहिँ हामीले त खाँदैनौँ भनेर भने तर मलाई थाहा छ नेपालमा पा खान्छ नि त पा हैन गाइजहरु नेपालमा चाहिँ पा खान्छ हैन यो तलाउलाई चाहिँ परिक्रमा नेपालमा हुन्थ्यो भने यहाँ कति मन्दिरहरू हुन्थ्यो साइडमा हैन राजु दाइ अहिले भर्खर त्यही कम्प्लेन गर्दैछु कोले ध्वजा टाङेर पुरै मन्दिर बनाएर हैन नेकको देवताहरू भनेर अब कुनै यस्तो हो के जिन्दगी साथीहरू हाम्रो कल्चरै त्यस्तो छ तर यहाँ त्यो किसिमको देखिएन भनेर मैले भन्दैछु 70 किलोमिटर टाढा आएको बोल्दैछु द फोटो दे हाय तोत अब चाहिँ एउटा यहाँ फोटो सेसन गर्नु पर्यो ल गाइजहरु यहाँनिर देख्न सक्नुहुन्छ पछाडी तपाईहरुलाई कस्तो लाग्यो यो ठाउँ साथीहरु सबै छोडेर गइसके म पनि अब साथीहरु रोमानिया यति सुन्दर छ नि आफैमा हैन यति सुन्दर छ जता हेर्यो तपाईहरुले मेरो भिडियोहरु हेर्दै गर्नु होला म तपाईहरुलाई रोमानियाका विभिन्न सुन्दर ठाउँहरु एकदम मनोरम दृश्यहरु सायद क्यामेरामा त्यति राम्रो नलाग्न सक्छ तर यहाँनिर चाहिँ मेरो आफ्नो आँखाले चाहिँ मलाई यस्तो बवाल हैन यस्तो बवाल तर यो के गर्मी घाम सिधै के हैन तर यहाँ चाहिँ सितम्बर देखि लिएर यो मार्च अप्रिल मईसम्म चाहिँ बन्द हुन्छ जुनबाट फेरि खुल्दो रहेछ जुन जुलाई अगस्त सितम्बर यति 4 महिनासम्म मात्रै त्यसपछि फेरि यो बन्द हो पुरै किनभने यहाँ त मान्छे भन्दा पनि धेरै हिउँ पर्छ नि त त्यही भएको हुनाले बाई कसले बाई भन्छ लास्टै सास फुल्दो रहेछ कि हैन यति हो यो र त निकै ठुलो पो रहेछ त नि हैन यहाँ ढुङ्गामाथि जानुपर्छ यस्तो गरेर यो र त यति ठुलो रहेछ कि फेरि हैन ल यहाँबाट त पानीको निकास रहेछ त राजु दाइ त्यहाँबाट चाहिँ पानीको निकास रहेछ साथीहरु हैन त्यहाँबाट यहाँ ठाउँबाट पानीको निकास रहेछ अनि यो अब हेर्नुस् घामले गर्दाखेरि क्यामेराले त्यति राम्रो नल्याउन सक्छ माथि यो साइडको चाहिँ राम्रो ल्याउन सक्छ हैन अब म क्यामेरालाई यहाँ सेट गरिदिन्छु त्यसपछि आफै घुमाएर खिच्छु के मस्त तरिकाले हैन अनि त्यसपछि तपाईहरुले हेर्नलाई अब हेर्नुस् साथीहरु हैन अब हेर्नुस् यो साइडमा हैन यस्तरी साथीहरु हैन अब यहाँनिर कस्तो राम्रो छ के पुरा चट्टसँग अहिले चाहिँ मैले आफ्नो गिम्बललाई 360 रोटेटमा लगाएको छु है हेर्नुस् है साथीहरु मज्जासँग 360 रोटेटमा लगाउँदाखेरि उसको चाहिँ यो साइडमा हेर्नुस् यो साइडमा चाहिँ यो ठ्याक्कै एउटा चाहिँ रेस्टुरेन्ट रहेको छ यहाँनिर र
यसमा बसेर अब यहाँ राति सुत्न पनि सकिन्छ, खान पनि सकिन्छ। त्यसै गरेर अनि यो अब तपाईँहरूलाई यो साइडको 360 रोटेटमा त्यहाँनिर हाम्रो साथीहरू होइन चट्टसँग अब हेर्नुहोस् ल साथीहरू यो साइडमा र अब चाहिँ यो साइडमा अब चाहिँ म माथि लैजान्छु है त एकैछिन है। एकैछिन है साथीहरू। बसहरू चाहिँ यहाँसम्म आउँदो रहेछ। यो साइडबाट हेरौँ अझ जुम गरेर देखाउँछु म है। जुम गरेर यहाँनिर जुम गरेर अलिकति त्यस्तो भइराखेको छ। अब हामी पानीको तलाबतिर जाउँ होइन। पानीको ब्याट्री सिद्धियो कि जस्तो लाग्यो मलाई गिम्बलको आज। गिम्बल चाहिँ बन्द गरिदिनु पर्यो अब। कुहिरो यति छिटो लागिसकेको कि यहाँनिर होइन। ओके मलाई चाहिँ फोटो खिच्दै भन्नु। माथि माथि हिमालयमा हलहले पनि हुँदो रहेछ यहाँ त। हजुर दिन्न रे, यहाँ पर्मिसन छैन रे स्विमिङ गर्ने। नो पर्मिसन भने सुन्नु है साथीहरू। यस्तो छ है रोमानिया। मैले भर्खरै स्पानियाहरूसित बोलेको होइन। उनीहरू चाहिँ त्यति राम्रो अङ्ग्रेजी नजान्ने अनि भन्छ हाम्रो त योभन्दा पनि राम्रो छ अरे हाम्रो देश स्पानिया भनेर तिनीहरूले भनेको होइन। यस स्पानिया यस जिचे यो चीज रोमानिया भी नहीं स्पानिया भी नहीं जिचे स्पानिया भी नहीं नो लाइक रोमानिया मुंकार है सर नो लाइक। ऊ चाहिँ हाम्रो कम्पनीको बोस हामीसँगै आएको छ। यस्तो यस यस्तो सास फुल्यो क्या। म चाहिँ पहाडमै जन्मेको पहाडमै हुर्केको मान्छे होइन। तर यहाँनिर आएर यस्तो सास धेरै भयो। बानी छुट्यो क्या धेरै भयो होइन। अनि उहाँकै गाडीमा हामीहरू यहाँ आएको है घुम्नको लागि होइन। चाहिँ रोमानियाको हाम्रो दाजुभाइ बिने बिने। अब लेकको यात्रा हामीले पुरा गरिसक्यौँ होइन। लेक हामीहरू घुमिसक्यौँ। अब हामी अर्को टावरमा जाँदैछौँ। अब यहाँबाट हामी त्यो साइडमा जान्छौँ पारी त्यहाँनिर होइन। लेकको दर्शन हामीले गरिसकेपछि ओहो घाम लाग्यो। अब दामी लाइट आउँछ घाम होइन। अब चाहिँ सिन बबाल हेर्नु साथीहरू। चुचिरामा आएर आज चाहिँ मैले चुचिराको यहाँनिर रोमानियाको शिखर भन्छन्। शिखर होइन सगरमाथा जस्तै उच्च ठाउँमा आउन पाइयो। यहाँनिर देख्न सक्नुहुन्छ। गर्मीमा पनि एकदम फेरि जाडो महिना आए जस्तै अनुभव भइरहेछ। जाडो भयो। अब ज्याकेट जिकेट लाउनु पर्ला। यो साइडमा पुरै के यो रोड चाहिँ बुकारेस्ट जान्छ अरे भन्ने कुरा सुनेको छु। यहाँ कहाँ टनल छ अरे होइन। त अहिले त्यो टनल पनि म सम्भवतः तपाईँहरूलाई देखाउने छु। अब म यस्तै घुम्ने हो क्या कन्टिन्यू। एक हप्ता काम गर्ने 2 दिन घुम्ने। शनिबार र आइतबार 1 हप्ता काम गर्ने 2 दिन घुम्ने होइन।